दाइ हजुर अमेरिकाबाट नेपाल आएर एकदम ठुलो गल्ती गर्नुभयो हो। अमेरिकै फर्के ठिक छ दाइ, यहाँ अझै पनि एकदम भागाभाग जस्तो सिचुएसन भइरहेछ। लिटरली नेपाल बस्ने जस्तो देश क्रिएटै गर्नु भएन। केपी ओली मुर्दार रहेछन्, एकदम राम्रो काम गरेकै छैनन्। त्यो अर्को प्राइम लेखेको यो मार्बल हाउसवाला बिल्डिङको चेन गेट खुल्ला थियो, अनि त्यसपछि मैले अरू अप्सन नपाएर त्यो त्यहाँ हुन्थ्यो दाइ, त्यो दाइले नै मलाई तानेर भित्र लाग्नु। म यता कतै जाने अवस्थामा थिइनँ होइन, असुर ग्यास पाएर आँखाबाट धरधर आँसु आइरहेको। र यहाँनिर ठ्याक्क देख्न सक्नुहुन्छ दुईटा घर पुरै जलेर यस्तो अवस्था भएको छ, ढुङ्गा मुढा गरेर घरको स्थिति तपाईँले देख्न सक्नुहुन्छ। र ठ्याक्कै यो घर यस्तो हुँदाखेरि यही घरभित्र तपाईँ ठ्याक्कै त्यो अवस्थामा घरभित्रै हुनुहुन्थ्यो? हजुर, म कलेजबाट फर्किँदै गर्दाखेरि चाहिँ त्यहाँ असुर ग्यासहरू एकदम प्रार भयो। म भागेर यता आउँदाखेरि चाहिँ त्यो चेन गेट खुल्ला थियो, यो अर्को प्राइम लेखेको यो मार्बल हाउसवाला बिल्डिङको चेन गेट खुल्ला थियो, अनि त्यसपछि मैले अरू अप्सन नपाएर त्यो त्यहाँ हुन्थ्यो दाइ, त्यो दाइले नै मलाई तानेर भित्र लाग्नु। म यता कतै जाने अवस्थामा थिइनँ होइन, असुर ग्यास पाएर आँखाबाट धरधर आँसु आइरहेको थियो। अनि त्यसपछि म यो बिल्डिङमा भित्र, त्यो दाइले नै भित्र मानवताको हिसाबले उहाँले मलाई भित्र लानुभयो। अनि त्यो बिल्डिङभित्र गइसकेपछि चाहिँ हामी माथिबाट यसो अलिअलि भिडियो सिडियो खिचिरहेको थिएँ मैले। अनि त्यो भिडियो खिच्दाखेरि एक्कासी त्यहाँ म र एउटा दाइ मास्क लाएर बसिराख्नु थियो, अर्को दाइ ठ्याक्कै त्यो सुरुमा त्यो ढुङ्गा चाहिँ हामी माथि प्रहार गऱ्यो, 1 इन्चले गर्दा म बच्या हो। त्यसपछि असुर ग्यास ठ्याक्कै यो अर्को जुन बिल्डिङ झरिरहेको छ यहाँबाट चाहिँ सिभिलियन ड्रेसमा चाहिँ पुलिसले असुर ग्यास फाल्नु भएको रहेछ। त्यो गर्दाखेरि जुन तलबाट राजावादीहरूले चाहिँ अर्को बिल्डिङमा र त्यो दुईटै बिल्डिङमा हान्नुभयो। हामीलाई पनि उहाँहरूले सोच्नुभयो होला के सोच्नुभयो, तर म कुनै पक्षमा पनि थिएन, म राजतन्त्रको पक्षमा पनि होइन। यो अहिले जुन गणतन्त्र त के भनौँ, यो डिक्टेटरसिपमा गइरहेछ अहिलेको यो गणतन्त्रै होइन होइन। म दुईटैको पक्षमा होइन, म पोलिटिक्सबाटै अवे भएको मान्छे, तर जुन तरिकाले यो एप्रोच गरिरहेछ यो पुलिसले 100% पुलिसले गर्दाखेरि भयो उहाँहरूले। अनि त्यसपछि मैले पुलिसलाई फोन गरेँ, म्याम हामी यहाँ सास फेर्न पनि सकेका छैनौँ, यहाँ अर्को बिल्डिङको धुवा छिरेर हामीले सास फेर्न सकेन म्याम, हामीलाई बाहिर निकालिदिनु पर्यो भन्दाखेरि उहाँहरूले ल हुन्छ हुन्छ भन्नुभयो। त्यसपछि ठ्याक्कै तल झर्न खोज्दाखेरि उहाँहरूले हामीलाई ठ्याक्कै लिटरली 3वटा असुर ग्यास गिफ्ट गर्नुभयो। प्रहरीले नै गर्नुभयो। प्रहरी मेरो साथी होइन, प्रहरी मेरो दुश्मन जस्तो बर्ताव गर्नुभयो होइन। यो सिचुएसन चाहिँ ठिक होइन, अझै पनि यहाँ भागदौड भइरहेछ, के भइरहेछ यहाँ खिच्न सक्नुहुन्छ दाइ? भनेको कतिजना जस्तो हुन्थ्यो सुरुमा तपाईँहरू मान्छे त्यहाँनिर? 20-25 जना जति थियौँ। सुजन दाइ हजुर अमेरिकाबाट नेपाल आएर एकदम ठुलो गल्ती गर्नुभयो हो। अमेरिकै फर्के ठिक छ दाइ, यहाँ अझै पनि एकदम भागाभाग जस्तो सिचुएसन भइरहेछ। लिटरली नेपाल बस्ने जस्तो देश क्रिएटै गर्नु भएन। केपी ओली मुर्दार रहेछन्, एकदम राम्रो काम गरेकै छैनन्। हजुर, भनेपछि तपाईँहरू कतिजना जस्तो हुनुहुन्छ त्यहाँ भित्र? हामी 20-25 जना थियौँ। हामी सास फेर्न नसकेर लिटरली भित्र भनौँ न बाहिर असुर ग्यास प्रहार भइरहेछ, भित्र हामीलाई यो आगोको ग्यासले गर्दाखेरि धुवाले गर्दाखेरि हामी सास फेर्ने अवस्थामै थिएनौँ।